नमस्कार, म फेरि यो कक्षा 12 को डोप्लर इफेक्ट भन्ने एउटा एकदमै इम्पोर्टेन्ट हो कि यो 4 देखि 5 मार्क्ससम्म आउन सक्छ। यसको मैले फर्मुला निकाल्न एउटा एकदम इजी ट्रिक सिकाएर आएको छु। मैले दुईटा सिकाउँछु, यस्तै गरी हजुरले अझैको निकाल्न सक्नुहुन्छ। र पहिलो हाम्रो केस के छ भन्दा स्टेसनरी अब्जर्भर भनेको अब्जर्भर हिँड्दैन, अब्जर्भर स्टेसनरी हुन्छ र सोर्स अब्जर्भरतिर जान्छ, सोर्स अब्जर्भरतिर जान्छ। अब अब्जर्भर स्टेसनरी भनेपछि हाम्रो VO बराबर 0 हुने भयो, अब्जर्भरको VO 0 भयो के। र हामीले सधैँ के गर्ने भन्दा भेलोसिटी अफ साउन्ड यो सोर्स मुभिङ टुवर्ड अब्जर्भर हो, सोर्स मुभिङ टुवर्ड स्टेसनरी अब्जर्भर भन्ने क्वेसन आउँछ यसरी। र हाम्रो यो भनेको भेलोसिटी अफ साउन्ड हो, भेलोसिटी अफ साउन्ड। यो भने भेलोसिटी अफ सोर्स, भेलोसिटी अफ सोर्स। यहाँ के भयो भन्दा यो सोर्स छ नि, यो सोर्स जुन सोर्स भनेको अब्जर्भरतिर बढिरहेको तर अब्जर्भर जहाँको त्यहीँ बसेछ। यस्तो अवस्थामा हाम्रो फ्रिक्वेन्सी के हुन्छ भन्दा F बराबर सुरुमा माथिको हेर्ने V माइनस प्लस 0 भएपछि यो माथि V मात्रै लेख्ने। अब V बाई अनि अब सुरुमा यसलाई हेर्ने हो, यसलाई हेर्ने सबभन्दा सुरुमा यो माथिकोलाई। अब तलकोलाई के गर्ने भन्दा V र VS लाई हेर्ने, V र VS लाई हेर्ने। अब डाइरेक्सन हेर्ने यिनीहरूको, V र VS को डाइरेक्सन के छ, सेम छ। डाइरेक्सन सेम छ भनेपछि माइनस गर्ने हामीले। र यदि यहाँ डाइरेक्सन जस्तै यो सोर्स अवे फ्रम अब्जर्भर भन्दा यो यता गएको हुन्थ्यो भने यसको डाइरेक्सन डिफ्रेन्ट हुन्थ्यो र हामीले यहाँ माइनसको ठाउँमा प्लस लेख्न पर्थ्यो। यो डाइरेक्सन हेर्ने हो, सेम डाइरेक्सनमा गयो भने माइनस, डिफ्रेन्ट डाइरेक्सन छ भने प्लस। यसको पनि त्यही हो, यो पनि यता बढिरहेको भने अब यहाँ यो केसमा आउँछ। अब यहाँ के छ भन्दा स्टेसनरी सोर्स छ तर अब्जर्भर हिँडिरहेको भनेपछि हाम्रो के हुने भयो, VS बराबर 0 हुने भयो। सोर्सको हामीले तल रहन्छ सधैँ। र हामीले यो भेलोसिटी अफ साउन्ड कहाँ जान्छ, सधैँ अब्जर्भरतिर। यो भेलोसिटी अफ साउन्ड अब्जर्भरतिरै जान्छ हाम्रो। अब हाम्रो यहाँ सुरुको केस के भयो भन्दा अब्जर्भर योतिर जाँदा यो VO अब्जर्भर। अब मैले अहिले भने चाहिँ यो भनेको अब्जर्भर स्टेसनरी सोर्सतिर गयो, यो ठाउँ सोर्स जहाँको त्यही छ, अब्जर्भर यसतिर गयो। हाम्रो फ्रिक्वेन्सी एपरेन्ट फ्रिक्वेन्सी के हुन्छ भन्दा सुरुमा माथिको हेर्ने V र VO, V र भेलोसिटी अफ साउन्ड र भेलोसिटी अफ अब्जर्भरलाई हेर्ने। यो के डाइरेक्सन हेर्ने यिनीहरूको के छ, अपोजिट डाइरेक्सनमा छ। अपोजिट डाइरेक्सनमा छ भने चाहिँ V प्लस यो अनि तल फेरि V र VS लाई हेर्ने, प्लस माइनस 0 गर्दा 0 हुन्छ। त्यही भएर हामीले यहाँ V मात्रै लेख्ने, V इन्टु यहाँ हाम्रो फ्रिक्वेन्सी भयो। र यदि यो अब्जर्भर अवे फ्रम भन्ने छ, सोर्स स्टेसनरी छ तर अब्जर्भर अवे फ्रम स्टेसनरी सोर्स भइरहेको भने यो अब फेरि डाइरेक्सन हेर्ने, डाइरेक्सन यो यता फर्केछ, यो यता फर्केछ, सेम डाइरेक्सन भयो भनेपछि यहाँ फेरि माइनस हुन्छ। हो यसरी हामीले सजिलो तरिकाले निकाल्न सकिन्छ। यो दुईटा जान्ने हो भने अरू सबै मजाले जानिन्छ।